जेमसी यीशुकी छोरी एउटा भजन गाउन जाँदैछु, सुनिदिनुस् है। एउटा कुरा खोक्नुमा थाल्छ, सरी। क्षमा चाहन्छु है खोक्न गएकोमा। एउटा कुरा भन्छु म कान्छा, सारेगामा पधा निसा निसा निसा। एउटा कुरा भन्छु म कान्छा, परमेश्वरको वचन हो, दोधारैमा परे म त सुन्छौ कि तिमीले सुन्दैनौ। एकान्छ सुन्छौ कि तिमीले सुन्दैनौ। कस्तो कुरा भन त कान्छी, सारेगामा पधा निसा निसा निसा। कस्तो कुरा भन त कान्छी, पहिला तिमीले सुनाउन, दोधारैमा परे म त तिम्रो कुरा सुनौ कि नसुनौ। एकान्छी तिम्रो कुरा सुनौ कि नसुनौ। परमेश्वरको वचन त कान्छा, सारेगामा पधा निसा निसा निसा। परमेश्वरको वचन त कान्छा, आत्मिकी जीवन हो, कानले सुन्ने मनले गुन्ने आत्माको यो खुराक हो। एकान्छ आत्माको यो खुराक हो। आहा कस्तो मिठो वचन यो कान्छी, सारेगामा पधा निसा निसा निसा। कस्तो मिठो वचन यो कान्छी, प्राण आत्मा बचाउने, शरीरको मृत्यु पछि परमेश्वरको साथमा लैजाने। एकान्छी परमेश्वरको स्वर्गमा लैजाने। धन्यवाद। यति नै छोटो मिठो। अनि अर्को है त, अरू भन्दा नि मलाई यो अहिले हालसालै लेखेको। अनि सबैभन्दा पहिला मैले 2076 सालमा प्रभुलाई चिनेको। मैले जुन कार्तिक अन्तिम मौसिर लाग्दोतिर हो मैले प्रभुलाई चिनेको। अनि जुन प्रभुले मलाई जुन सपनामा दर्शन दिनुभएपछि म प्रभुको मण्डली जुन खोज्दै गएँ। अनि मैले बिहान उठेर आफ्नो बहिनीलाई सोधेँ, देउरानी बहिनीलाई, यतातिर कहाँ छ बहिनी प्रभुको मण्डली चर्चहरू भनेको। खै ऊ तलतिर गाउँतिर छ भन्छन् दिदी भनेर भने। अनि त्यसरी भन्नुभएपछि अनि मैले उठेर गयो। अनि शनिबारको दिन, त्यही दिन थियो कि अर्को दिन, शनिबारको दिन जे होस् म गएँ। अनि जाँदाखेरि चाहिँ 9-10 बजे कतिखेर गएको थिएँ म घरबाट। जाँदाखेरि चाहिँ अनि बन्द भइसकेछ। त्यहाँ बिहान 7 बजे हो कि कति बजीबाट सुरु हुँदो रहेछ, अनि बन्द भइसकेछ। अनि बन्द भएपछि म त्यो दिन फर्केर आएँ। एउटा आमालाई भेटेँ, उहाँ मण्डलीमा गएर निको भएको, चङ्गाइ भएको भन्ने आमालाई भेटेँ। अनि उहाँले आफ्नो जीवन गए मलाई सुनाउनु भयो। अनि म घर आएँ फर्केर। अनि अर्को हप्ता जुन 6-7 बजीतिर आऊ न भनेर भन्नुभएको थियो त्यो आमाले। अनि त्यसैले त्यतिखेर अनि म अर्को हप्ता फेरि शनिबार गएँ। अनि त्यो शनिबार जाँदा चाहिँ मलाई सबैले प्रार्थना गर्न दिनुभयो, मलाई र मेरो सानो बाबुलाई। अनि गरिदिनु भयो। अनि प्रार्थना गरिदिनु भएपछि म घर आएँ। अनि शनिबारको दिन अनि बेलुका अनि खाना खाएर अनि जुन सुतेँ भनौँ न। खाना खाएर सुतेपछि चाहिँ अनि सपनामा बिहानखेरि रहेछ होइन। अनि बिहानखेरि शनिबारको दिन मण्डली गएँ, त्यो दिनको राति। अनि सुतेर बिम्जिँदाखेरि बिहान 4-5 बजीतिर होला अनि जस्तो लाग्छ, 76 सालको कुरा। अनि त्यतिखेर बिम्जिँदा चाहिँ एकदमै प्रभुले एउटा भजन दिइरहनु भएको रहेछ। त्यो भजन गाई पनि हाल्छु है त अलिकति। परमेश्वर पिताको भजन गाउँ, परमेश्वर पिताको भजन गाउँ,
प्रभु येशूको मण्डलीमा जाउँ, प्रभु येशूको मण्डलीमा जाउँ। साथी भाइ दिदी बहिनी आमा बाउ, साथी भाइ दिदी बहिनी आमा बाउ, विश्वासी जनहरू सबै मिलाउ आऊ, विश्वासी जनहरू सबै मिलाउ आऊ। सातामा एक दिन फुर्सद मिलाऊ, सातामा एक दिन फुर्सद मिलाऊ, परमेश्वर पिताको महिमालाई गाऊ, परमेश्वर पिताको महिमालाई गाऊ। संसारिक जीवनमा हिँडेथ्यो पहिले, संसारिक जीवनमा हिँडेथ्यो पहिले, प्रभु येशूको नामले निको भाछु अहिले, प्रभु येशूको नामले निको भाछु अहिले। परमेश्वर पिताको भजन गाउँ, परमेश्वर पिताको भजन गाउँ, प्रभु येशूको मण्डलीमा जाउँ, प्रभु येशूको मण्डलीमा जाउँ। जय मसीह। यही गीत हो मलाई सुरुमा प्रभुले दिनुभएको 76 सालमा। अनि त्यसपछि मैले गीत दिनु भए तापनि मैले एकदमै उस गर्न सकिनँ, लेख्न यताउता गर्न सकिनँ। अनि म आफै एकदमै दिमागको पनि अलि उस थियो होइन। अनि म साँच्चै नै भनौँ भने म पागल पनि थियो है। अनि सबैले त पागल भइसकेको थियो भन्नुहुन्छ। अनि त्यो रोग पनि थियो, अनि मुटुको रोग, नसा सम्बन्धी रोग, किडनीको रोगदेखि लिएर हरेक रोग। अनि क्यान्सर हस्पिटल जचाउँदाखेरि क्यान्सर हुनसक्छ, हुनु 5-6 वर्ष अघि नै क्यान्सर हुनुभन्दा अघि नै तपाईँ यहाँ जचाउन आउनुभएछ भन्नुभएको थियो। अनि त्यतिखेर मेरो चाहिँ इन्डोस्कोपी गर्दाखेरि क्यान्सर हस्पिटलमा घाँटीको होइन इन्डोस्कोपी गर्दाखेरि चाहिँ 3 कि 4वटा त्यहाँ ट्युमर देखाउनु भएको छ होइन, एक्सरे भिडियो एक्सरेमा। अनि त्यति एकपटक मात्रै जचाएँ, गएँ। अनि अलिअलि औषधि दिनुभएको थियो, खाएँ। अनि त्यतिखेरबाट पनि मलाई अझै पनि धेरै घाँटीहरू दुख्थ्यो, धेरै ठाउँमा फेरि पनि देखाएँ, क्यान्सरमा जचाएर औषधि खाएपछि पनि देखाएँ, त्यस्तो भएको थियो। अनि त्यस्तो भयो। अनि जे होस्, अनि आँखा पनि नदेख्ने भइसकेको थियो। अनि जचाएर चस्मा लाउँथ्यो। 7 वर्ष 8 वर्ष त पुरै शुद्ध मात्रै खोल्ने चस्मा, नत्र उठेसित लाउनै पर्ने त्यो समस्या थियो। त्यो पनि छुट्यो जब प्रभुमा आयो। मतलब मैले यीशु ख्रीष्टमा आएपछि चाहिँ यी सबै समस्याबाट मलाई छुटकारा पायो, शरीरको रोगबाट पनि छुटकारा पायो, मनको पीडाबाट पनि, मनको पीर व्यथाबाट पनि छुटकारा पायो, सबैबाट छुटकारा पायो। आज म खुसी छु यीशुमा आएपछि, प्रभुलाई चिनेपछि म एकदमै खुसी छु कि। अनि त्यही भएर मैले फेरि पनि अर्को पनि भजन लेखेको छु। अहिले भजन लेखेको चाहिँ त्यही एउटा मात्रै 76 सालमा हो। त्यसपछि त अहिले 80 र 81 सालमा चाहिँ धेरै लेखेको छु। अनि त्यही हो। अनि त्यतिखेरको याद गरेर होइन अर्को भजन लेखेर गाएर कता फेसबुकमै कता राखिसकेको जस्तो लाग्छ, युट्युबमै कि। अनि मेरो सपनामा आयो, मलाई बाइबल देखायो, मैले विचार गरे प्रभुलाई पछ्याउने, मेरो सपनामा आयो। हो यो गीत लेखेको छु, गाएर पनि राखेको छु। अहिले चाहिँ अलिकति घाँटीमा प्रब्लम यस्तो जस्तो भइरहेको छ, यो नहोस् भनेर चाहिँ तपाईँहरूले प्रार्थना गरिदिनुहोस् है, प्लिज प्रार्थना गरिदिनुहोस्। मलाई रुगा त लागेको 2 हप्ता बढी भयो होला, अहिले हराइसक्यो। अलिकति गाउने बेलामा जब गाउँछु भन्छु त्यतिखेर यस्तो प्रब्लम भइरहेको छ, यो नहोस् भनेर प्रार्थना गरिदिनुहोस् है। जय मसीह। कस्तो छ भनिदिनुहोस्। हल्का फुल्का म बिचमा खोक्न गएँ अथवा अनि अलिकति डिस्टर्बिङ आयो मेरो गलामा होइन, यसको लागि क्षमा चाहन्छु है, क्षमा गरिदिनुहोस्।